ट्रक अनि लाटा बाटो छैन त्यही त खुलिसकेपछि कि त बाटो हो त्यो एक दुई हप्ता कुर एक दुई हप्ता त्यो त हेर्ने कुर्नु हो पर्छ क्या। नि मेरो भाइ। अनि हेर्ने भनेको अहिले नेपाल सरकारले हेर्छ टिकटकरहरू धेरै नउफ्रिनु होला सबैलाई छ त्यो पीडा होइन। त्यही त अहिले चाहिँ सुन्नु नि त सबै होस्टले भन्छ हेर्नुपर्छ क्या। म पनि जाने जाने होइन तर लास्टमा चाहिँ तिमीहरूलाई अब तिजको मेला आउँदैछ त्यहाँ गएर छमछम नाच भन् भिडियो बनाएर। यस्तो हो के चन्दन भाइ, यहाँ सुन न, त्यो होस्टरहरूले चाहिँ गर्ने भनेको बरु त्यो के अरे जतिखेर कोरोना आएको थियो नि हो त्यो कोरोना टाइममा पनि गर्यो होइन। गर्छ। भूकम्प सिकम्प आएको बेलामा पनि त्यतिखेर पनि गर्यो। तर त्यो र यो अहिलेको परिवेश फरक छ नि त भाइ। धेरै ठाउँमा बाटो खराब छ, जान दिँदैन, बाटो बन्द गरेको छ, कसरी जान्छ त अनि? के हेर्न पर्छ क्या एक दुई हप्ता कुर्ने हो सरकारले नि गर्छ बरु टिकटकहरू मिलेर सबै गएर एकै मुष्टमा उठाएर गए नि हुन्छ तिमीहरू हेर त्यो भिडियो बनाउनु पर्छ भन्ने छैन। तिमी सोझो मान्छे, तिमीले राखेको केही घन्टाभित्रै राम्रो पैसा पनि उठ्छ। अनि तर अहिले हतार नगर, त्यो हतार गर्न पनि ऊ छैन अहिले, के अरे समय धेरै छ भाइ अहिले। हेर टिकटकले गर्ने भनेको तिमीहरूले उठाउने पैसा दाइ 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 हाँ हेर्नु दाइ यता मान्छेको लास निकाल्दैछ दाइ ए भगवान्। अनि भाइ त्यस्तो त अब तिमी त्यो कुरा भन्छौ, मानवता मान्छेमा तिमीमा त्यति धेरै दया रहेछ, तिमीले अहिले यस्तो कुरा गर्यो चन्दन भाइ होइन। तिमी एकदम राम्रो मान्छे हो, तर मान्छेले हेर न त्यो के अरे नारायणी नदीमा मान्छेले बगेको लास देखेन तर सिलिन्डर बगेको देखे कि भाइ। दाइ दाइ केही नबोल्नुहोस् नि दाइ ल। ऊ माछा मार्दैछ सिलिन्डर खोसाखोस गर्दैछ अनि उदय 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 हाम्रो चिन्दानको मान्छेहरू अहिले भर्खर निकाल भने मेरोमा म क्युआरै राखिदिन्छु नि त के भएर त्यो तपाईँकोमा अहिले मेसेज गर्नुहोस् क्युआर मोनेटाइजेसन छ भ्यूसँग त्यो होइन 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 त्यो मलाई होइन होइन म्यासेज म त यहीँ राखिदिन्छु के अरे ग्रिन स्क्रिनमा। दाइ यहाँ 7,71,293 निस्क्यो के हो यो मिल्यो टोटल मिलेन कति मिलेन भनेर 7 लाख थोरै होला थोरै भनेर यहाँ हातले यस्तो लेखेकै हो कि होइन। अनि म त यहाँ यत्रो मान्छे अब हेर्ने भने तपाईँको 106 जना 7, 8, 9 भनेपछि 109 जनाले डोनेट गर्नु भएको रहेछ होइन। अझै पनि कति मिलेन दाइ यहाँनिर मेरोमा त्यति निस्क्यो कि 7,60,315 रुपियाँ भयो। होइन 8 त प्रेम पर्दा अघि 385 उता मेरैमा उठाएको थियौँ होइन 385 यता उठाएर त कमसे ठ्याक्कै बराबर बनाएर मेरोमा चाहिँ कस्तो 7,71,293 निस्क्यो भनेपछि यहाँ अलिकति कति गडबड भयो त। त्यो 1,11,111 मा गडबड छ क्या लु त्यो भाइ। ल ठिकै छ होइन के भन्दा तिमीहरू बस्ने कहाँने हिसाब गर भाइ। टोटल गरी तिमीहरूको 1.5, 2 लाख 3 लाख सकिन्छ हो। त्योभन्दा हेरीमा सुरु गयो पैसा दियो को कोलाई दिने भाडे 1-2 घन्टा त्यो यताउति गऱ्यो त्यसपछि फर्क्यो सिद्धि। पुलिसले एरेस्ट गर्छ लाडो गर्छ एरेस्ट मजी किन गर्ने मजी। ओइ बाबु यस्तो नबोल्नु लाइभै बुझिले यार के बोल्नु थाल्यो यार। कसले गर्छ भने एरेस्ट मजी सहयोग गर्ने पनि एरेस्ट गर्छ अरे मजी कि मेरो केटाहरूले हालिदिएको पैसा हो मेरो बाख्रेको सेनाले हालिदियो। म कहीँ पनि जाँदिनँ हेर बाख्रेको सेना म कसैको अगाडि नि मैले हात फैलाउँदै जान्न। म तिमीहरू छौ तिमीहरू 700 जनामा म 200 जनाले त हेर्छौ होइन 200 जनामा म 200 जनाले 1000 उठाए पनि 2 लाख हुन्छ हेर केटा हो। म मुजी अरू कहीँ पनि म हात फैलाउँदै जाँदिनँ। मेरो मुजी बाहिर छ केटाहरू मुजी सुनामी छ तिरी छ अनि लुसियन छ अनि यिनीहरूसँग सबै म उठाएर मुजी 2-3 लाख मैले खोल्टीबाट धेरै हाल्न सक्दिनँ। मुजी म 10-15 हजार चाहिँ हाल्न सक्छु। अरू कोही लाडोले समात्न पाउँदैन मलाई मुजी। नाइस किन समात्ने मलाई मुजी म मुजी मैले के मुजी रक्सी खाएको मुजी अनि हरेक पैसाको डिटेल मुजी स्टेटमेन्ट यसरी टाँच्दै हिँडिदिन्छु मुजी कहाँ कहाँ टाँच्नु पर्ने यत्रो बिलबोर्ड बनाएर मुजी तिमीहरूको के 3-4 लाख खाएर भाग्ने मान्छे जस्तो सोचिस् क्या 3 लाखको त मुजी क्यामेरै बोक्छु माथि नि एटिट्युड छ यसरी। प्राइभेट हेरी क्लोथ छ अहिले अन्ली रेस्क्युको लागि छ अरे। होइन हामी चाहिँ कसरी गर्ने भन्दाखेरि चाहिँ अहिले नजोसिने क्या अहिले चाहिँ उठाउने बाख्रे ग्याङबाट हामीले कति सकिन्छ त मजी। मेरो त धेरै जस्तो अडियन्स बच्चा नै छौ हेर होइन। हामीले चाहिँ सकेसम्म चाहिँ उठाउने अनि उठाएको चाहिँ म छुट्टै ब्याङ्क एकाउन्ट बनाउँछु क्या एउटा अनि त्यसमै उठाउने अनि कति छ म डेली अपडेट दिइराख्छु अनि त्यो पैसाको के सामान आयो भने सब लेखिदिने।
ओइ बाख्रे यो सुलभ भाइले हजुर। 30,000 जति हाल्छ यो सब पैसा छ यसलाई भन् उठा तेरै नछ दिनले मुजी म गर्ने यत्रो मुजी 35,000 जनाले त फलो गर्छ मलाई म शान्ति मान्छे सोचिस अनि डोनेसन नउठा कसले follow गर्छ भने मलाई डोनेसन नउठा भने छ र आशे के सरकारले गर्दैछ अब सुलभ भाइ हजुर भाइ आशे के शिवाजी दाइ खोइ थाहै छैन डोनेसन नउठा भने छ सरकारले लाइभ छैन होला। भन्छ त हामी नेपालले नि उठाउन पाउन्न नि अँ हामीले पाउन्न भने त त्यो त ठिक हो हामी नेपाल त अनि गृहमन्त्री नै सरकारको हो अनि ए हो आरओएनबी गुला ग्याङ इज बेस्ट केटा ट्याप ट्याप हान्न मात्रै बेस्ट भएर भएन क्या म चाहिँ पर्दा गर्नु 3 पर्यो घन्टा लाग्छ रे यहाँबाट रसुवा पुग्न हेलिकप्टरमा जोइन कसलाई जोइन भने हो भाइ राजा यहाँ जोइन गर्न त अनि कसरी गर्नु त बाख्रे पनि छ तिमी पनि छ यहाँ Okay. सबै टोली छ कसरी गर्ने त राजा अब आयुष भाइलाई कसरी जोइन गर्नु जोइन भने दाइ बाइकमा भनेको बाइकमा त 3 घन्टा रे भनेपछि त रसुवा पुग्न आधी घन्टा हो क्या मैले भने होइन हेलीमा आधी 1 घन्टा हो क्या मुजी बाख्रे मुजी चोर हो ओइ बाख्रे तँलाई यार कमेन्टै भरि गाली आयो यार बाख्रे त त्यस्तो नगर्ने यार केही भएको छैन केटा हो यहाँ कसले फलो गरेको छैन फलो हान सबैले फलो गर्दै केटा को को फलो गर्छ गरिदिनुपर्छ के अरे यहाँ भनेर चाहिँ गभर्मेन्टले चाहिँ कसैलाई पनि डोनेसन र कन्ट्रिब्युसन नगर्ने रे पर्सनल एकाउन्टमा चाहिँ नहाल्ने रे गभर्मेन्टले भनेको के भने गभर्मेन्टले चाहिँ पर्सनल एकाउन्टमा नआउने भन्छ के अरे कम्पनीको नाममा हाल्नु पर्ला नि त मेरो कम्पनीमा हाल्न त नभए अनि लिएर जा। कम्पनीको नामबाट यो कम्पनीबाट भनेर त उठाउन पाएँ होइन मैले उठाउनु त हामीले उठाउने हो प्राइभेट हेली क्लोज छ Public QR अहिले ओन्ली रेस्क्युको लागि छ अरे प्राइभेट हेली नै छैन अरे अनि ओइ, तैँले के खाएको ओइ सुलभ तैँले के खाएको भन् त बाख्रे मामा घर जानु भयो ल बाख्रेलाई लास हेपिदिरहेको सुलभ भाइले यार कहाँ हेर्छु मैले प्राइभेट हेली छैन रे वाट डु थिङ्क अबाउट अपकमिङ ऱ्यापर यहाँ अब ऱ्यापरको कुरा गरिरहेको छैनौँ केटा हामी ऱ्यापरको कुरा गरिरहेको छैनौँ केटा हो ए भाइ राजा सहयोग गर्ने कुरा सहयोग गर्ने मान्छे हो बुझिस् नि भाइ नदी भइदिन्छ आशिका मलाई मुझे केही भन्नु पर्दैन कसैले मुझे यस्तो गरौँ न त केटा लाइभमा के अरे शिवाजी दाइ हजुर भन्न के अरे यहाँ अनलाइनमा चाहिँ कसैलाई पनि मैले क्युआर नदिने आफ्नो चिनेकोहरूसँग उठाउने भाइ यस्तो हुन्छ क्या अनलाइनमै गर्ने हो मुझे पर्सनल सहयोग गर्न होल टोटल डिटेल दिएपछि यति पैसा आएको यति पैसा एसएसमा गएको भनेर होल टोटल डिटेल दिएर बिल लिएपछि त ढुक्क भएन भाइ किन भन्दा मुझे हामीले त पब्लिकलाई सहयोग गर्न पब्लिकसँग माग्ने हो नि त पीएम नेचुरल डिजास्टर फन्ड छ त्यता डोनेट गर्ने हो रे त्यो फन्डको पैसा मैले चाहन्छ भनेर त्यही गर्ने के त जान्छ कि जाँदैन के त केटा हो अनि मलाई ट्रस्ट इस्यु छ कि त गएको पनि